नमस्कार र स्वागत छ। आज हामी एउटा यस्तो विषयमा अलिक गहिरिएर कुरा गर्दैछौँ जुन सायद हरेक नेपालीको मनको तारसँग जोडिएको छ। यो त्यो ध्वनि हो जुन हाम्रो चाडपर्वमा गुन्जिन्छ, हाम्रो लोकगीतमा धड्किन्छ र हाम्रो पहिचानको एउटा भनौँ न हिस्सा बनेको छ मादल हो। र यो छलफलका लागि हामीले श्रोताबाटै प्राप्त केही सामग्रीलाई आधार बनाएका छौँ। रमाइलो कुरा के छ भने हामी सबैले मादल देखेका छौँ, सुनेका छौँ, तर सायद यसको गहिराईमा कहिले डुबुल्की मारेका छैनौँ होला। बिल्कुल, आज हाम्रो उद्देश्य पनि त्यही हो। मादल कसरी बन्छ भनेर मात्र होइन, बरु यो साधारण देखिने बाजा हाम्रो संस्कृति, समाज र सङ्गीतको अभिन्न अङ्ग कसरी बन्यो भनेर खोतल्नु हो। स्रोतहरूले यसलाई केवल एउटा बाजा मात्र नभई पहिचानको प्रतीक भनेका छन्। आज हामी त्यही यात्रालाई केलाउने प्रयास गर्नेछौँ। तपाईले एकदमै महत्त्वपूर्ण शब्द प्रयोग गर्नुभयो, यात्रा। यो काठ र छालाको वस्तुबाट सांस्कृतिक प्रतीक बन्नेसम्मको यात्रा साँच्चै नै रोचक छ। यसले नेपालका विभिन्न समुदायका कथाहरू, उनीहरूका भावनाहरू र सामूहिक स्मृतिलाई कसरी एउटै तालमा बाँधेको छ। आजको हाम्रो छलफल त्यसमै केन्द्रित हुनेछ। ल त्यसो भए सुरु गरौँ। हाम्रो स्रोतको पहिलो वाक्यले नै एउटा दमदार सुरुवात गर्छ। त्यसमा भनिएको छ, मादल नेपाली लोकसङ्गीतको प्रमुख र अत्यन्तै लोकप्रिय बाजा हो। अब लोकप्रियता हामी बुझ्छौँ, सबैले मन पराउने, तर यो प्रमुख भन्ने शब्दले मलाई अलिकति सोच्न बाध्य बनायो। सारङ्गी पनि छ, बाँसुरी पनि छ, तर मादललाई नै प्रमुख अर्थात् प्रिन्सिपल इन्स्ट्रुमेन्ट किन भनिएको होला? यो एकदमै राम्रो प्रश्न हो र यसको जवाफ यसको काममा लुकेको छ। सङ्गीतमा दुईवटा कुरा हुन्छन्, धुन मतलब मेलोडी र ताल रिदम। बाँसुरी र सारङ्गीले सुन्दर धुन बनाउँछन्, तर गीतलाई जग दिने, त्यसलाई एउटा निश्चित गतिमा हिँडाउने काम तालले गर्छ। र नेपाली लोकसङ्गीतमा त्यो जगको काम गर्ने मुख्य बाजा नै मादल हो। त्यसैले यो प्रमुख हो। यो सङ्गीतको मेरुदण्ड हो, जसको वरिपरि अरू सबै कुरा घुम्छ। भनेपछि मादल नहुँदा गीत त होला, तर त्यसको मुटुको धड्कनै हराए जस्तो हुने भयो। ठ्याक्कै त्यही हो। स्रोतमा केही समुदायहरूको नाम पनि उल्लेख छ, जस्तै गुरुङ, मगर, तामाङ, नेवार, शेर्पा। यी सबै समुदायको आफ्नै मौलिक सङ्गीत र संस्कृति छ, तर ती सबैलाई जोड्ने एउटा साझा तत्त्व मादल हो। मादल स्रोतमा भनिएको छ कि यी समुदायमा मादल बिना लोकगीत र नृत्यको कल्पना पनि गर्न सकिँदैन। त्यो कल्पना पनि गर्न सकिँदैन भन्ने वाक्यांश निकै शक्तिशाली छ। त्यसले त यो ऐच्छिक होइन, अनिवार्य हो भन्ने देखायो। जस्तो कि गुरुङ समुदायको रोदी घरको कल्पना मादल बिना गर्न सकिँदैन, जहाँ यो युवा युवतीको दोहोरीको साथी बन्छ। उता तामाङ सेलोमा यसको ताल अलि फरक, अलि बढी ऊर्जाशील हुन्छ। हो, बिल्कुल एउटै बाजा, तर हरेक संस्कृतिले यसलाई आफ्नो लय र भावना दिएको छ। मगर समुदायको कौडा नाचमा मादलको तालले कम्बर मर्काउन लगाउँछ भने सुदूरपश्चिमको देउडामा त्यही मादलको तालले गोडा उचाल्न बाध्य बनाउँछ। यसको अर्थ मादल केवल ताल दिने निर्जीव वस्तु मात्र रहेन, यो त हरेक समुदायको भावना बोल्ने माध्यम बन्यो। त्यसैले यो सङ्गीतको प्रमुख बाजा हो। यसको बनावटको कुरा गर्दा त झन् रमाइलो छ। बाहिरबाट हेर्दा त के नै छ र जस्तो लाग्छ। स्रोत भन्छ, मादल प्राय काठबाट बनाइन्छ र यसको दुवै छेउमा जनावरको छाला तानेर बाँधिएको हुन्छ। कति सरल, तर यसको डिजाइनमा एउटा यस्तो चलाखी लुकेको रहेछ जसले मलाई साँच्चै चकित बनायो। कुन चलाखीको कुरा गर्दै हुनुहुन्छ? स्रोतमा उल्लेख छ, दुवै छेउको छालाको मोटाई फरक हुने भएकाले फरक फरक आवाज निस्कन्छ। सुरुमा पढ्दा यो सामान्य लाग्यो, तर एकछिन सोचेपछि लाग्यो, वाह, यो त डिजाइनको हिसाबले कति प्रभावशाली कुरा हो। एउटै बाजाभित्र दुईवटा फरक आवाज। तपाईले यसको सबैभन्दा सुन्दर र महत्त्वपूर्ण पक्षलाई समात्नुभयो। वास्तवमा मादलको सम्पूर्ण रहस्य र आकर्षण त्यही दुई फरक आवाजको संयोजनमा छ। यसलाई अझै रमाइलो बनाउने कुरा त यसको नामकरण हो। पातलो छाला भएको तिखो र चञ्चल आवाज निकाल्ने छेउलाई भाले भनिन्छ। रोक्नुस् है, भाले र पोथी नै भनिन्छ। त्यो नामकरण आफैमा कति रमाइलो छ।
यसले त बाजालाई पनि एउटा जीवन्त लैङ्गिक पहिचान दिए जस्तो भयो। हो बिल्कुल, र त्यो नामकरणले ध्वनिको चरित्रलाई पनि सङ्केत गर्छ। भालेको तिखो र चञ्चल आवाज, जसलाई हामी ट्याक भनेर चिन्छौँ, अनि अर्को छेउ जहाँ मोटो छाला हुन्छ त्यसलाई पोथी भनिन्छ। त्यसबाट गहिरो, मोटो र गम्भीर ध्वनि निस्कन्छ, जसलाई हामी ढुम भन्छौँ। एक मिनट, ढुम र ट्याक भनेपछि के यो भनेको मादलले पश्चिमेली सङ्गीतको बेस ड्रम र स्नेयर ड्रम दुवैको काम एक्लै गर्छ भनेको हो? त्यो त अचम्मको कुरा भयो। हामीले त ड्रम किटमा बेसको लागि एउटा ठुलो ड्रम र स्नेयरको लागि अर्कै ड्रम बजाएको देख्छौँ, त्यो पनि फरक फरक हात वा खुट्टाले। मादलले त त्यो दुईटै काम एउटै बाजाबाट एउटै मान्छेले एकैचोटि गर्यो। ठ्याक्कै यही नै हो यसको विशेषता। मादल आफैमा एउटा पूर्ण रिदम सेक्सन हो। यसलाई अरू बाजाको सहारा चाहिँदैन ताल पूरा गर्नको लागि। यही कारणले गर्दा स्रोतको अर्को वाक्य एकदमै सान्दर्भिक हुन आउँछ। यसमा प्रयोग हुने तालहरू सरल भए पनि अत्यन्तै आकर्षक र प्रभावशाली हुन्छन्। तालको संरचना सरल हुन सक्छ, ढुम ढुम ट्याक, ढुम ट्याक जस्तो, तर त्यो दुई फरक प्रकृतिको ध्वनिको संयोजनले गर्दा त्यसको प्रभाव निकै जीवन्त, गहिरो र मनमोहक सुनिन्छ। त्यो डिजाइनको सरलताभित्र ध्वनिको जटिलता लुकेको छ। साँच्चै यो त मैले कहिल्यै सोचेको थिएन। अबदेखि मादलको ताल सुन्दा मेरो ध्यान त्यो ढुम र ट्याकको संवादमा जानेछ। खैर, यसको बनावटको कुरा त साँच्चै रोचक रहेछ, तर जतिसुकै राम्रो बाजा भए पनि त्यो कहाँ र कसरी बजाइन्छ भन्ने कुराले नै त्यसको महत्त्व निर्धारण गर्छ। हाम्रो स्रोतले त यसको प्रयोगको दायरा निकै फराकिलो देखाउँछ है। हो, फराकिलो मात्र होइन, जीवनको हरेक पाटोमा फैलिएको छ। पहिले सांगीतिक विधाहरूको कुरा गरौँ। स्रोतमा लोकगीत, दोहोरी, झ्याउरे, कौडा, देउडा, तामाङ सेलो जस्ता विधाहरूको सूची छ। यो सूचीमा उल्लेखित हरेक विधाको आफ्नै भौगोलिक र सांस्कृतिक पृष्ठभूमि छ। देउडा सुदूरपश्चिमको पहिचान हो, तामाङ सेलो तामाङ समुदायको आत्मा हो, कौडा र झ्याउरे मध्य पहाडका मौलिक भाका हुन्। यी सबै फरक फरक सांस्कृतिक अभिव्यक्तिहरूलाई जोड्ने साझा धागो के हो त? मादल हो, मादल। यसले त मादलको भूमिकालाई एउटा बाजाभन्दा माथि उठाएर एक सांस्कृतिक पुलको रूपमा स्थापित गर्यो, जसले पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका भावनाहरूलाई एउटै तालमा जोड्छ। हो, र त्यो पुल सङ्गीतमा मात्र सीमित छैन, स्रोतले सामाजिक अवसरहरूको पनि उल्लेख गरेको छ। चाडपर्व, विवाह, जात्रा, मेला, यसले त मादल नेपाली जीवनको हरेक खुसी र उत्सवको क्षणमा कसरी जोडिएको छ भन्ने जीवन्त चित्र प्रस्तुत गर्छ। बच्चाको पास्नीदेखि लिएर विवाहको जन्तीसम्म, अनि दशैँको पिङदेखि मेलाको रमाइलोसम्म मादलको ध्वनि कतै न कतै गुन्जिरहेकै हुन्छ। मलाई एउटा कुरा याद आयो। गाउँघरतिर दशैँमा पिङ खेल्दा होस् वा तिहारमा देउसी भैलो खेल्दा मादल बोकेको मान्छेको भूमिका नै अर्कै हुन्थ्यो। ऊ समूहको नेता जस्तै हुन्थ्यो। उसको तालमा सबै नाच्थे, सबै गाउँथे। तपाईले एकदमै राम्रो उदाहरण दिनुभयो। जब एउटै बाजा कुनै समाजको हरेक महत्त्वपूर्ण सामाजिक र सांस्कृतिक अवसरमा अनिवार्य रूपमा उपस्थित हुन्छ, त्यसले त्यो समाजको साझा भावना, एकता र सामूहिक पहिचानलाई प्रतिनिधित्व गर्न थाल्छ। यो केवल रमाइलोको लागि बजाइने साधन मात्र रहँदैन, यो त्यो समुदायको हामी भन्ने भावनाको ध्वनि बन्न पुग्छ। विवाहमा बज्दा यसले नयाँ सुरुवातको उत्साह बोक्छ। चाडपर्वमा बज्दा यसले परम्पराको निरन्तरताको सन्देश दिन्छ। अनि एउटा अर्को महत्त्वपूर्ण कुरा स्रोतले औल्याएको छ, जुन मलाई लाग्छ यसको जीवन्तताको सबैभन्दा ठूलो प्रमाण हो। स्रोत भन्छ, आधुनिक नेपाली सङ्गीतमा पनि मादलको प्रयोग बढ्दो क्रममा छ। यसको मतलब मादल केवल विगतको सम्पदा वा सङ्ग्रहालयमा सीमित हुने वस्तु होइन, यो त वर्तमानमा पनि उत्तिकै सान्दर्भिक छ। हो, र यो कुरा आजका ब्यान्डहरूले राम्ररी बुझेका छन्। तपाईले नेपथ्यको गीत सुन्नुस् वा कुटुम्बको इन्स्ट्रुमेन्टल, त्यहाँ मादलको तालले गीतलाई नेपालीपनको जग दिन्छ। रक गिटारको रिफसँग मादलको ढुम ट्याक बज्दा त्यसले एउटा बिल्कुलै नयाँ तर आफ्नोपन भएको ध्वनि सृजना गर्छ। यसले मादलको अनुकूलन क्षमता मतलब एड्याप्टेबिलिटीलाई देखाउँछ। भनेपछि मादलले आफ्नो मौलिकता नगुमाइकन नयाँ पुस्तासँग पनि संवाद गरिरहेको छ। यो लोकगीतको मौलिकतामा जति सुहाउँछ त्यति नै आधुनिक फ्युजन सङ्गीतको प्रयोगमा पनि फिट हुन्छ। यो त साँच्चै नै एउटा जीवन्त सांस्कृतिक प्रतीकको पहिचान हो।
बिल्कुल कुनै पनि सांस्कृतिक प्रतीक जीवन्त रहनको लागि समयसँगै परिवर्तन र विकसित हुन सक्नुपर्छ। मादलले त्यो गरिरहेको छ। यसले प्रमाणित गर्छ कि मादल परम्परामा मात्र कैद भएको छैन, यसले आफ्नो पहिचान नगुमाई नयाँ पुस्ताको सङ्गीतमा पनि आफूलाई स्थापित गरिरहेको छ। अहिलेसम्मका सबै कुरालाई जोडेर हेर्दा हामी फेरि त्यही सुरुको बिन्दुमा आइपुग्छौँ। स्रोतको अन्तिम वाक्यले यसलाई सुन्दर ढङ्गले सारांशमा प्रस्तुत गरेको छ। यसरी मादल केवल एउटा बाजा मात्र नभई नेपाली संस्कृति, पहिचान र परम्पराको महत्त्वपूर्ण प्रतीक हो। हामीले सुरुदेखि नै यही कुरालाई खोतल्ने प्रयास गर्यौं र हरेक पक्षले यही निष्कर्षलाई बलियो बनाएको छ। अब अन्तिम र सबैभन्दा गहिरो प्रश्नमा विचार गरौँ। किन? आखिर काठको एउटा ढुङ्ग्रोमा छाला टाँसेर बनेको यो साधारण बाजा यति शक्तिशाली प्रतीक कसरी बन्यो? यसका केही सम्भावित कारणहरू छन्। पहिलो हो यसको पहुँच। पहुँच? त्यो कसरी? यो बनाउनलाई महँगो प्रविधि वा आयातित सामग्री चाहिँदैन। स्थानीय स्तरमा पाइने काठ, छाला र खरीबाटै बन्छ। गाउँको सिकर्मीले यसको ढुङ्ग्रो बनाउन सक्छ र स्थानीय ज्ञान भएका व्यक्तिले छाला कस्न सक्छन्। यसको मतलब यो धनी गरिब सहर गाउँ सबैको पहुँचमा भयो। यो कहिल्यै इलिट वा निश्चित वर्गको बाजा बनेन, यो जनताको बाजा बन्यो। यो त एकदमै महत्त्वपूर्ण कुरा हो। महँगो र दुर्लभ भएको भए सायद यो यति धेरै फैलिने नै थिएन। अनि दोस्रो कारण के होला? दोस्रो कारण हो यसको ध्वनि। अघि हामीले ढुम र ट्याकको कुरा गर्यौं नि, कतै न कतै यो ध्वनि मानिसको मुटुको धड्कनसँग मिल्दोजुल्दो छ। एक गहिरो र एक तीखो ढुक ढुक। यो एकदमै नैसर्गिक, मतलब प्राइमर र आत्मीय ध्वनि हो। यसले मानिसलाई तुरन्तै जोड्छ। यसको ताल सुन्दा शरीर आफै हल्लिन थाल्छ, मन रमाउन थाल्छ। यो हाम्रो शरीरको भित्री लयसँग जोडिएको छ। र तेस्रो कारण सायद यो कुनै एक जाति वा समुदायमा मात्र सीमित नभएर सबै नेपालीको साझा सम्पत्ति बन्नु हो, जुन कुरा हामीले अघि पनि गर्यौं। बिल्कुल। जब विभिन्न समुदायले एउटै वस्तुलाई आफ्नो सांस्कृतिक अभिव्यक्तिको माध्यम बनाउँछन्, तब त्यो वस्तु ती सबै समुदायलाई जोड्ने साझा पहिचान बन्छ। मादलले त्यही भूमिका निभायो। यो गुरुङ्गु रोदीघरदेखि शेर्पाको ग्याल्मो ल्होसारसम्म, मगरको कौडादेखि नेवारको लाखे नाचसम्म सबैतिर कुनै न कुनै रूपमा उपस्थित छ। यही साझापनले गर्दा यो एउटा बाजाबाट माथि उठेर राष्ट्रिय पहिचानको प्रतीकमा रूपान्तरण भयो। यो नेपालीपनको ध्वनि बन्यो। आजको यो छलफलबाट साँच्चै धेरै कुरा प्रष्ट भयो। हामीले के बुझ्यौँ भने मादल केवल लोकप्रिय मात्र होइन, नेपाली लोकसङ्गीतको प्रमुख वा मेरुदण्ड नै हो। यसको सरल देखिने बनावटभित्र बेस र ट्रेबल दुवै निकाल्ने एउटा सानो ड्रम किट लुकेको छ। यो सङ्गीतमा मात्र नभई हाम्रो हरेक सामाजिक उत्सव र समारोहको अनिवार्य हिस्सा बनेको छ। र अन्ततः यसको सहज पहुँच, मुटुको धड्कनसँग मिल्ने ध्वनि र साझा सांस्कृतिक सम्पत्ति हुनुले यसलाई नेपाली पहिचानको एक जीवन्त प्रतीक बनाएको छ। अब जाँदा जाँदै श्रोतालाई सोच्नको लागि एउटा विचार छोडेर जाउँ। हामीले भन्यौं कि मादलको ध्वनि नेपाली लोकजीवनको मुटुको धड्कन जस्तै हो। अब प्रश्न यो उठ्छ कि सङ्गीत डिजिटल र विश्वव्यापी हुँदै गएको यो समयमा जहाँ ड्रम मेसिन र डिजिटल बिट्सको दबदबा छ, त्यो मौलिक धड्कनको भविष्य के होला? यो त गम्भीर प्रश्न हो। के अब यसको भूमिका हरेक दिन गाउँघरमा बजाइने जीवन्त बाजा भन्दा पनि एउटा प्रतीकको रूपमा वा विशेष अवसरमा मात्र प्रयोग हुने सांस्कृतिक चिन्हको रूपमा बढी महत्त्वपूर्ण हुँदै जानेछ, अथवा यसले आधुनिक प्रविधिसँग मिलेर आफ्नो नयाँ रूप खोज्नेछ? यो प्रश्नको उत्तर भविष्यले नै देला, तर यो सोच्न भने निकै आवश्यक छ। साँच्चै निकै मननयोग्य प्रश्न। मादलको गहिराईमा गरिएको यो यात्रामा साथ दिनुभएकोमा सबैलाई धन्यवाद। आजको लागि यति नै।